पुलिसले घरि यता जा भन्छ घरि उता जा भन्छ। आज प्रधानमन्त्री को आउने यहाँनिर बाटोमा भिडियो नै खानु पनि तपाईँलाई चाहिँ फेरि सबले मलाई हेरिरहेको छ होइन, सबले मलाई नै हेरिरहेको छ। इन्डिया गेटमा हेर्नु पर्ला जस्तो जति पनि मान्छेहरू छ सब यो इन्डिया गेट हेर्नुको लागि आएको हो। हाई गाइस, धनी भाइ भ्लगमा हजुरहरूलाई स्वागत छ। आज सर्टमा आएर भिडियोहरू बनाउँदैछु, एउटा भ्लगको तयारी गर्दैछु। आज फ्यामिलीसँग चाहिँ म इन्डिया गेट जाँदैछु घुम्नुको लागि होइन। मम्मीहरूले अनि आन्टीहरूले हाम्रो सोल्टिनी दिदीहरूले जाउँ भन्दै हुन्छ। आज यो मेरो ब्याकग्राउन्डमा देखेको जति पनि सिनहरू छ यो चाहिँ मैले तपाईँहरूलाई देखाएको थिइनँ होइन। यो चाहिँ मेरो रुमभन्दा ठ्याक्कै बाहिरको माथि प्यारिसको चाहिँ भ्यू हो। जताततै पुरै के भन्छ कपडा सुकाएको छ कि यहाँनिर जताततै कपडा पहाडहरू पनि ब्याकग्राउन्डमा यहाँ अनि यहाँ सब यतातिरको ठाउँ नै यस्तै छ। त्यही पनि केही छैन गाइज। सो गाइज भिडियो अन्तिमसम्म हेर्नु होला। आज हामी इन्डिया गेट जाँदैछौँ, वहाँनिर मान्छे आज एकदमै आउनुहुन्छ। सो आजको भ्लग एकदमै रमाइलो छ, साथमा जोड्ने होला। हामी बसेको ठाउँ चाहिँ त्यस्तो खासै राम्रो छैन क्या साथीहरू होइन। यस्तै छ छतिर यो भयो। बेलुका बेलुका म आउँछु पानी साथी भर्न, कपडाहरू सुकाएर हुन्छ। कपडाहरू हाम्रो कपडा चाहिँ हेर्ने यो तलतिर मान्छेहरू बस्ने मान्छेहरूको चाहिँ कपडा हो। अनि ए हुन्छ तातो चाहिँ कपडा छ। मैले पानी भरिरहेको छु यहाँनिर, भरियो कि भरेन पानी होइन। पानी भरिरहेको छु, पानी पनि भरिनु लागेको छ भनेपछि। सो म चाहिँ अब पानी पनि भरिसक्यो, मेरो ड्युटी पनि खत्तम भयो। अब तलतिर जान्छु, अब फ्रेस हुने सबैजना रेडी गर्ने, त्यसपछि हामी फाइनली गाइज हामी चाहिँ निक्लिसक्यौँ। जाँदैछौँ मेट्रो स्टेसन कि तरफ। सो आजको ब्लग एकदमै सवाल हुन्छ ल। हाम्रो तिनजना राम्रो भएर इन्डिया गेट घुम्न गइरहेछन्। ल गाइज हामी इन्डिया गेट जाँदैछौँ घुम्नलाई। लास्टसम्म सबजनाले हेर्नु होला, माया गरिदिनु होला। म चाहिँ जानुको लागि टिकट काट्दैछु अनि त्यहाँ मम्मीहरू चाहिँ वेटिङ गर्दै हुन्छ होइन। आन्टी र मम्मीको चाहिँ बबाल गफ चलिरहेको छ, म चाहिँ सुनिरहेको छु। त्यही पनि ठिक छ, राम्रो गफ चलिरहेको छ। सो गाइज हामी मेट्रोबाट फाइनली झरिसक्यौँ। अब हामी 4 नम्बर गेट हुँदै इन्डिया गेट जानेछौँ, त्यसपछि घुम्नेछौँ मजाले। सो हामी चाहिँ अहिले हिँड्दै गइरहेको छौँ। अब कहाँसम्म हुन्छ हिँडेर भए पनि पुग्नु पऱ्यो। भिडियो नै खानु पनि तपाईँलाई चाहिँ फेरि अब सुई हिँड्नु, अब चुप लाएर। अब यत्तिकै हिँड्नु के गर्नु, अब पुरै बाटो जाम छ। अब हिँड्दै जाने। यतातिर सबैतिर आज धेरै स्पेसल डे हो नि त आजको दिन। अनि त्यही भएर आज चाहिँ सबै बाटोहरू ब्यान्ड छ, सबै खाली छ बाटोहरू चाहिँ। अब यत्तिकै हिँड्नुपर्छ हामी चाहिँ हिँड्दै। अब कति बेला पुगिन्छ, कति छिटो हिँड्ने हो सिटीहरू को तल चाहिँ बाटोमा बिडी खानुपर्छ नि। अब हिँडेर पुगिन्छ नि, हिँडेर जानु पऱ्यो नि त नि सबैजना। अनि कहाँ तपाईँलाई गाडी मात्रै अटो मात्रै हिँड्छ त नि, यसो हिँड्नु पऱ्यो, शरीरको लागि पनि राम्रो हो। अनि पो हुन्छ त नि। आज चाहिँ हामी हिँड्दै जाँदैछौँ गाइज। दुःख पाइयो, के गर्नु अब आजको दिन घुम्दै हिँडेको फ्यामिलीहरूसँग। आमा बिडी तान्दै सबैजना मस्की म चाहिँ एकदम क्यामेरातिर मात्रै हेरेर हिँडिरहेको छु। तपाईँहरूलाई बाटो क्रस गर्दै होइन, बाटो क्रस गर्दा पुलिसले फर्काइदियो नि त हामीलाई त। अब फेरि यताबाट घुमेर वहाँबाट पुगेर घुमेर उतातिर फेरि जानुपर्ने भयो। वहाँबाट घुमेर दुःख पायो नि त हामीले। हामी त सिधा आइरहेको थियौँ गाइज होइन, सिधा नै आइरहेको थियौँ। अन्त पुलिसहरूले चाहिँ के भन्यो भने कहाँ नि तिमीहरू भने। अनि हामीले भन्यौँ इन्डिया गेट भन्यो, यताबाट होइन उता बाटो क्रस गर्ने, बाटो क्रस गर्दै उता पल्लो बाटोबाट जा भने। अनि हामी चाहिँ फर्केर हिँड्दैछौँ यताबाट क्रस गर्ने हो। जाउँ न यताबाट बाटो क्रस गर्ने हो। क्रस गरिसकेर चाहिँ हामी जाँदैछौँ। आज इन्डिया गेट जाँदै बाटोमै पालास भइरहेको छ होइन मम्मी? खुट्टा दुख्यो? अनि किन हिँड्ने त नि? गाडी यहाँ नपाइने रहेछ, हिँड्नु पर्ने रहेछ। बुढी मान्छे के भन्नु। ल बुढी मान्छेलाई गाह्रो भयो अरे। अनि गाह्रो हुने मान्छेहरू चाहिँ किन आउनु पर्यो? बाटो चाहिँ कता हो त? अब कसलाई सोध्ने हो बाटो? सब मान्छेहरू उतै गइरहेछ, कता जाने त अब?
यिनीहरू पनि त हाम्रो पछि त आइरहेछन्। त्यो अगाडि 2 जना पुलिस रहेछ, पुलिसलाई सोधौँ न। यो साला यो मन्त्री नेताहरू चाहिँ सबैजना मरे पनि हुने हो खासमा। किन बाटो जाम भइरहेछ, किन ब्लक गरिरहेछ भने आज नेता आउने रे, मन्त्री आउने रे। त्यही मन्त्री आउने भएर चाहिँ हामी जस्तो पब्लिक मान्छेहरूलाई हिँड्नुलाई पनि एकदम गाह्रो के। पुरै बाटो जाम गरिराख्दैछ यार, बाटै ब्लक गरिराख्दैछ। यस्तो पनि हुन्छ थोडी न। मन्त्री कसले बनाएको, हामीले बनाएको होइन। अब यहाँ चाहिँ जति पनि यहाँ एरियाहरू छ सब ब्लक छ। अब त्यहाँ उता बाटो क्रस गर्ने ठाउँमा जाम गरिदिरहेछ, बाटो बन्द गरिरहेछ। मम्मी र आन्टीहरू चाहिँ अब पानी सानी खाजासाजा खाँदै हुन्छ। सबैतिर मान्छे नै मान्छे छ नि त, सब मान्छे जानुको लागि त्यहाँ बसिरहेछ, तर त्यो बाटो बन्द गरिदिरहेछ। इन्डिया गेट जाम त्यतिकै हो। अब यो खाने हो। अब आजको भ्लग बनाउने चक्करमा पनि अब यत्रो मान्छेहरू छ, सब जाम भएर बसिरहेछ। अब हामी पनि त्यतिकै खाने जाने। अगाडितिर जाँदैछु मैले, त्यहाँ हामी गेटमा बसेको थियौँ। गेटमा बस्दा त्यहाँको पुलिसले के भन्यो भने यहाँ बसेर केही फाइदा छैन, बाहिरबाट हेरेर सबैजना फर्की भन्। त्यही भएर हामीले हिँड्दैछौँ। मैले दुःख पाइयो साथी हो, दुःख पाइयो। आज इन्डिया गेट घुम्न आएको, तर के गर्नु, यो पुलिसहरूले गरेर, नेताहरूले गरेर म त राम्रोसँग घुम्नै पायो। गाह्रो छ जिन्दगी साथी हो, गाह्रो छ। पछाडि कोले हेरिरहेको छ मलाई थाहा छैन। केटीहरू छ कि सुड्डीहरू छ कि आन्टीहरू छ कि सुड्डोहरू छ कि। हाई गाइज, हामी जहिले इन्डिया जाँदैछौँ, इन्डिया गेट जाँदैछौँ स्पेसली फाइनली घुम्नको लागि होइन। मेरो पछाडि धेरै पब्लिकहरू छ। आज हामी फाइनली घुम्न गएको हामी चाहिँ होइन। तर खासमा कुरो चाहिँ के भइदियो भने पुलिसले घरि यता जा भन्छ, घरि उता जा भन्छ। एउटाले पठाएको छ उतातिर, अर्कोले पठाउँछ उतातिर। हामी चाहिँ यस्तो घुमे भइदिउँ के। त्यही पनि हामी जाँदैछौँ इन्डियातिर। आज फाइनली घुम्ने नै हो, घुमेर त्यहाँको फोटो त्यहाँको भिडियोहरू हाल्ने नै हो। भिडियोलाई लास्टसम्म अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनुहुन्छ भन्न मलाई पुरै विश्वास छ गाइज। ढिलो नगरिकन त सब्सक्राइब गर्नु नबिर्सिनु होला। डोन्ट फर्गेट टु सब्सक्राइब। रिस्पी धने बाई ब्लग। ओके गाइज, यत्रो बाटो हिँड्दा गएर आयो, तर लास्टमा भित्र चाहिँ जानु पाइएन होइन। केही छैन, अब बाहिरबाट हेरेर भए पनि चित्त बुझाउनुपर्छ। तर भित्र गएको भए चाहिँ धेरै राम्रो ठाउँहरू पनि थियो। यो यतातिर वरिपरि जताततै मान्छे भएको कारणले गरेर पनि आज भित्र जानुको लागि अलाउड भएन। केही छैन, अब बाहिरबाट हेरेर भए पनि चित्त बुझाउनुपर्छ। इन्डिया गेट फाइनली आइयो। योसँग म आएको चाहिँ यहाँ ठ्याक्कै 3 चोटि भयो। ओके गाइज, फाइनल गाइज म चाहिँ इन्डिया गेट आइपुगेँ होइन। भित्र चाहिँ जान पाउँदिनँ म, किनकि बाहिरबाट हेर्नुपर्छ। मेरो पछाडि चाहिँ धेरैजना पब्लिकहरू छ, बाहिरबाट मान्छेहरूले भिडियो बनाइरहेछ, फोटोहरू खिचिरहेछ। आज म तपाईँलाई के कुरा भन्न चाहन्छु भने यो नेता प्रधानमन्त्रीहरूको आश कहिले पनि नगर्नु। उनीहरूको आश गर्नलाई तपाईँहरू आज बाटो हिँड्नु पऱ्यो नि होइन। जति पनि यो पछाडि मान्छेहरू भिडहरू छ सबै यो बाटो हिँडेर आएको, गाडीमा चढेर आएको होइन, मेट्रोमा चढेर आएको होइन। त्यही भएर के भन्न चाहन्छु भने गाइज, नेता मन्त्रीको पछाडि चाहिँ अबदेखि नलाग्नुहोस्। हामीले दिएको भोटको कारणले गरेर तपाईँहरू बाटोमै हिँड्नुपर्ने अवस्था हुन्छ र गाडीहरू चाहिँ नेताहरू चाहिँ त्यो चिल्लो गाडीमा टिलिली टड्काएर हिँड्नुपर्ने रहेको अवस्था हुन्छ। त्यही भएर म के भन्न चाहन्छु भने गाइज, भोट दिँदाखेरि आफ्नो मान्छेले भोट दिउँ। मैले यस्तो दुःख तपाईँहरूले नपाऊँ। जति पनि यो पछाडि मान्छेहरू सब भोटर मान्छेहरू सब नेतालाई हेर्न आएको, त्यो इन्डिया गेटलाई हेर्न आएको। त्यही भएर म के भन्न चाहन्छु भने गाइज, अबदेखि राम्रो मान्छेलाई भोट दिउँ। बाटोमा हिँड्दाखेरि खाली बाटो नहोस्, आफू पनि बाइकमा हिँड्ने अवस्था होस् क्या। नेताहरू चाहिँ कहाँ हिँड्छ भने गाडीमा हिँड्छ नेताहरू, अनि हामी त सोधा मान्छेहरू चाहिँ यस्तो हिँड्नुपर्छ। ल हेर्नुहोस् यहाँ पब्लिकहरू सबले मलाई हेरिरहेको छ होइन, सबले मलाई नै हेरिरहेको छ। त्यही पनि म तपाईँलाई हेरिरहेको छु, तपाईँलाई भनिरहेको छु आजदेखि यो कुरालाई फलो गरौँ। नेतालाई भोट दिँदाखेरि कस्तो मान्छेलाई भोट दिउँ भने राम्रो मान्छेलाई, कोट लाएर हिँड्ने मान्छेले होइन, जुत्ता लाएर होइन, खाली खुट्टा लाएर हिँड्ने मान्छेहरूलाई चाहिँ भोट दिउँ। त्यही भन्न चाहन्छु गाइज। लभ यु।